हेलो वेलकम ब्याक टु माई च्यानल। सो आज चाहिँ हामी नारायणथान जान्छौँ होइन। नारायणथानको भ्यू कस्तो छ आज चाहिँ डेन्जर छ है। आकाश पनि सही। सो अस्तिको भिडियो को कोलाई मन पर्यो होला त्यो चाहिँ लाइक सब्सक्राइब चाहिँ गर्नु पर्यो है सबजनाले है। सो त्यही हो गाइज, होप यु इन्जोय दिस भिडियो होइन। आज नै यसो सिनेमेटिकहरू तपाईँहरूलाई अब नारायणथान माथि गुम्बा कुन के भन्ने ठाउँतिर जान्छौँ हामी। सो छोटो भ्लग मात्रै हो होइन गाइस, यसो नारायणथानतिर जाउँ कि भनेर मात्रै, हामी यसो घुमफिर हिँड्नु जाउँ कि भनेर मात्रै अलिकति उयो गरेको। सो अस्तिको भिडियोहरू कोलाई मन पर्यो, त्यसको कोलाई मन परेन त्यो चाहिँ कमेन्ट गरिदिनु होला है। कस्तो लाग्यो, के लाग्यो, के पुगेन त्यो सबै मलाई भनिदिनु होला। अब चाहिँ हामी चाहिँ यहाँबाट अब यसो लाग्दैछौँ अनि आज चाहिँ तपाईँहरूलाई नयाँ भ्यूहरू मात्रै देखाउँछ होइन। त्यही हो गाइस, हल्का छोटो मिठो भ्लग होइन। सो गाइस चाहिँ हामी अब यसरी नारायणथानतिर लाग्दैछौँ। आमामा घाम यस्तो चर्को यार, बाफ रे बाफ। भिडियोमा चाहिँ खासै केही पनि छैन, सो देखाउने प्रयास गर्छु होइन तपाईँहरूलाई। ह्यान्डबल ग्राउन्ड त के भयो यस्तो गरिदियो। ह्यान्डबल ग्राउन्ड नाइट चाहिँ खत्रै परिरहेको छ क्या आज चाहिँ होइन। सो त्यही हो गाइस। आज चाहिँ घाम चाहिँ बब्बाले लागिरहेछ, बब्बाल होइन। सो आजको चाहिँ बब्बाले चाहिँ बब्बाल हाम्रो डाँडा देखिसक्यो। तर यो त सर्टकट बाटो हो क्या होइन, सर्टकट एकदम सर्टकट। सबले सब्सक्राइब लाइक कमेन्ट सब्सक्राइब मात्रै गर्नु हुँदैन गाइस, बेल आइकन पनि थिच्नुपर्छ साइडमा होइन। त्यही हो गाइस। बाटो अस्तिकै भ्लगमा छ, त्यही बाटोबाट हामी होइन यहाँबाट नारायणथान छुट्टिँदैछौँ र त्यहाँबाट चाहिँ हामी अस्ति तारेभिर पुगेको थियो र अहिले त्यही बाटोबाट हामी नारायणथान। सो अब त्यहीँ गएर हामी चाहिँ ठ्याक्कै तपाईँहरूलाई सिनेमेटिकहरू होइन त्यहाँ कस्तो के छ, त्यहाँबाट कस्तो भ्यू देख्छ त्यो मात्रै देखाउँछु होइन। सो माइन्ड नगर्नु होला थोरै भिडियो भनेर होइन, सकेसम्म लामै बनाउँछ हामी, गाह्रो। बब्बा सही रहेछ, सही भर्खरै मात्र हामी बुढानी कण्ठ आइपुग्यो है गाइस। त्यही हो गाइस, अब यहाँबाट धेरै बाँकी छैन, धेरै छैन। सो अहिले चाहिँ मन्दिरभित्र छ। अहिले चाहिँ यो मन्दिर चाहिँ अलिकति भन्दा उता चाहिँ जान दिँदैन रहेछ, यति मात्रै हो हाम्रो अहिले यहाँ चाहिँ बनाइरहेको छ सबै। हामीले यस्तो जग्गा चाहिँ होइन खोज्नुलाई होइन, तारेभिर सारेभिर पनि पुग्यो होइन, तर पाएन। तर यहाँ चाहिँ दामी यति काट्यो, आधी काटेको आइक्रेम सेड हान्ने चाहिँ बब्बाल मजा चाहिँ मजा पनि पिस लभर पनि हो। सेड आयो त क्या हुआ, पुर्खौलीहरूको भनाइअनुसार चाहिँ यहाँ नागधारा रहेछ होइन। पहिला चाहिँ अब यहाँ चाहिँ खटिरा सटिराहरू आएको चाहिँ सब निको हुन्छ अरे गाइस। त्यही हो गाइस, गाह्रो छ भने आउनु होइन, खटिरा सटिरा आएको छ भने चाहिँ बबाल। सो मन्दिर चाहिँ जान दिँदैन रहेछ अहिले। सो यतिकै चाहिँ बवाल। फाइनली हामी चाहिँ यहाँ नारायणथान आइपुग्यो होइन।
है गाइस म चाहिँ डाँडाको फर्स्ट टाइम आएको यहाँ टुसाल्दैछ दाँत ए टुसाल बवाल 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 गाइस कोरोनाबाट बचाउ चिसो ओ दामी दामी कसम भने बवालै छ है गाइस दामी दामी डाँडा गाउँ आइपुग्नु लाग्यो गाइस त्यही हो अति नै बब्बाल बब्बाल आजै भाइ भनिदिन्छ यार यसले सही हो डाँडा गाउँ जाँदैछौँ हामी चाहिँ आन्टीलाई सामान पुऱ्याउनु त्यही हो गाह्रो छ डाँडा गाउँ भन्छ यसले यार डाँडा गाउँ त डाँडै छ तर खोइ गाउँमै देखेन मैले सो त्यही हो आइपुग्यो अब यहाँ सिनेमेटिक हेरौँ हामी चाहिँ यहाँ डाँडा गाउँ आइपुग्यो होइन त्यही हो आज वेदर चाहिँ क्लिन छ है क्लिन अति नै क्लिन बवाल टल्किरहेको छ गाइस डाँडा गाउँ भन्छ है डाँडा चाहिँ डाँडै रहेछ हामी चाहिँ यहाँ मान्छे मरेको ठाउँमा छौँ होइन त्यो चाहिँ गाडेको रहेछ मान्छे त्यसको आत्माले शान्ति पाउँछ अहिले चाहिँ फाइनली हामी चाहिँ यहाँ माथि आइपुगिसक्यो डाँडा गाउँ यता चाहिँ अब लामाहरूले मान्छेहरू पोल्ने गर्दो रहेछ होइन सो यता चाहिँ च्यान रहेछ अनि फाइनली यति नै रहेछ यहाँ चाहिँ डाँडा गाउँमा पछाडिको यस्तो बवाल छ है ठाउँ चाहिँ है आजको वेदर पनि क्लिन छ है गाइस सब्सक्राइब बेल आइकन घन्टी चाहिँ टिङ्ग बजाउनु होला अल थिच्नु होला होइन त्यही कारण तपाईँहरूले नोटिफिकेसन जान्छ होइन त्यही हो गाइस आजको चाहिँ यति नै हो ल हेरिदिउँ गाइस डाँडा गाउँबाट चाहिँ देखेको होइन छुट्टै संसार क्या फेरि त्यहाँ बवाल छुट्टै संसार दामी रहेछ यार तर ठाउँ चाहिँ आइज एउटा अब चाहिँ हामी यहाँ फर्किँदैछौँ होइन सिनेमेटिक हल्का फुल्का होइन गाह्रो छ यताबाट उता यता हामी त अस्ति यार एकचोटि होइन पशुपतिको त्यो मलाई त च्यान छ नि त्यो मान्छे गाडेको त्यसतिर जानु क्या रमाइलो लाग्छ भने मलाई चाहिँ बवाल मजा आउँछ त्यस्तोतिर जान्छ त्यो बेला युद्ध पर्दाखेरिको कपै चाहिँ कप हेर्नु त्यो बेलाको बवाल छ बवाल गाइस यसरी बिचमा राख्नुहुन्न कुनै त साइडतिर राख्नु फर्किँदैछौँ